हिमालको काखमा हावासँगै बगिरहेको एउटा यस्तो कथा, शान्ति, विश्वास र मुक्तिको कथा। त्यही कथा बीच उभिएको छ मुक्तिनाथ मन्दिर, जहाँ प्रत्येक पाइला आस्थाले भरिएको हुन्छ र प्रत्येक सास प्रार्थना बनेर बगिरहेको हुन्छ। 3800 मिटर उचाइमा अवस्थित 108 धाराहरू, जसले पानी मात्र होइन मनका बोझहरू पनि बगाइरहेको हुन्छ। घन्टीको आवाजमा, मन्त्रको लयमा यहाँ समय पनि केही बेर रोकिए जस्तो लाग्छ। जब यात्राले अर्को मोड लिन्छ, हामी पुग्छौं शान्त निस्पन्दन डुम्बा लेकमा, जहाँ पानीले आकाशलाई अँगाल्छ र हिमालहरूले आफ्नै कथा लेख्छन्। त्यहाँको शान्त सतहमा मनका हलचलहरू पनि बिस्तारै थामिन्छन्। हावा पनि त्यहाँ अझै बिस्तारै सास फेर्छ जस्तो लाग्छ। हरेक छालसँगै केही सम्झनाहरू किनारमा आउँछन् र फेरि बिस्तारै हराउँछन्। त्यो क्षणमा हामी हराउँदैनौँ, बरु आफैलाई भेट्छौँ।